सो हेलो गाइज, नमस्ते सबैजनालाई। तपाईँहरूलाई स्वागत छ आजको फेरि मेरो एउटा नयाँ ब्लगमा। हामी चाहिँ आज गइरहेछौँ बागलुङबाट हामी ढोरपाटन जानेछौँ। अनि अहिले चाहिँ तपाईँको बिहानको 4:07 गइरहेछ। अनि हामी चाहिँ उठेर अब फ्रेस भएर निस्किनेवाला छौँ। अब चाहिँ एकछिनपछि भेटौँला। सो गाइस, हामी चाहिँ अहिले रेडी भएर तल जान लागिसक्यौँ। अब बाइक निकाल्ने अनि त्यसपछि सुई हाम्रो गन्तव्यतिर लाग्ने हो। त्यति बेलासम्मको लागि सो गाइस, जाम चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ, यस्तो लामो छ। अनि हामी पनि यहाँ साइडबाट चाहिँ निस्किने कोसिस गरिरहेछौँ। कहाँसम्म के हुने हो थाहा छैन। अहिले चाहिँ यस्तो छ बाटो, तपाईँको दुईतिरैबाट जाम छ है। हेर्न सक्नुहुन्छ, सरहरू चेकिङमा हुनुहुन्छ। अनि हामी चाहिँ गइरहेछौँ अहिले। यस्तो जाम छ, प्लस बाटो हेर्न सक्नुहुन्छ तपाईँहरूले। अफ रोडिङ जस्तो स्टार्ट भइसक्यो छ। वाउ, खतरनाक जाम छ गाइस। हामी चाहिँ यहाँ यसरी निस्किने कोसिस गर्दैछौँ। सो गाइस, देख्न सक्नुहुन्छ हामी अघि 10 मिनेटदेखि जाममा छौँ। अनि फेरि अहिले हल्का चाहिँ खुले जस्तो हुन्छ, फेरि त्यस्तै गरिन्छ। यार गाह्रो छ हो, गाह्रो छ। अब हेर्नु, यता पुरै लाइन बाई लाइन छ, पुरै गाडीको लाइन छ, लाइन। यहाँ हेर्नुहोस्, सबैजना गइरहेछन्, हामी पनि लाइनमै छौँ। ओहो, पोखराको गाडी आइसकेछ त, लोटस। कति छिटो आएको हो। सो हेलो गाइज, हामी चाहिँ त्यहाँ माथिको जामबाट चाहिँ निस्क्यौँ। अब तलतिर हेर्दै जाऊँ के कस्तो हुन्छ है। हामीले चाहिँ तपाईहरुलाई अपडेट गराइ नै राख्नेछौँ। तपाईको आज कति तारिक हो रे दाइ? आज कति तारिक हो? 26। अच्छा, तो गाइज आज 26 तारीख का दिन है और ये हाल है हमारा। ये भी सुबह के 6 बजे हम लोग 4 बजे 4:30 बजे निकले थे रूम से। तो अच्छा था, अभी आकर ऐसा हो रहा है तो हम लोग क्या कर सकते हैं, ठीक है ना। तो देख सकते हो, ये एक साइड से तो अभी भी पूरा का पूरा जाम है क्या इधर। गाइस, तो हम लोग अभी ये जाम से तो निकल चुके हैं। आप लोग देख सकते हो, नीचे आके थोड़ा और भी जाम लगा था।
तो उधर से तो हम लोग निकल चुके हैं। अब देखिए आगे कैसा होता है, जाम होता है या नहीं होता है, हम लोग पल पल का अपडेट देते रहेंगे आपको। तो ओप्स मैं कैडॉक्स थोड़ा बड़ा गड्ढा था और धुएं के कारण से कुछ दिखाई नहीं दिया, तो इसीलिए मैंने भी पेल दिया। पता नहीं था इतना बड़ा गड्ढा भी होगा। साला हाथ में मोच आ गया। अरे भाई सो हामी चाहिँ अहिले तपाईको यो कुन ठाउँ स्वानी खोला भन्ने ठाउँमा छौँ। हाम्रो बाइकमा चाहिँ हल्का प्रब्लम आएको कारणले अहिले चाहिँ एकछिन चेक गराएरै जाऊँ भन्ने सोच भयो। प्रब्लम धेरै खासै ठुलो त छैन जस्तो लाग्यो। यहाँ अगाडि ब्रेक नलिँदा चाहिँ कट गरिरहन्छ क्या, अनि सायद केही प्रब्लम होला। त्यो ठुलो बनाउनु भन्दा राम्रो चेक गरेर गइहाल्ने भनेर हामी चाहिँ अहिले एकछिन चाहिँ वेट गरेका छौँ। सो केही एकछिन पछि हामी फेरि भेटौँला है त। सो गाइज होइन, अघिदेखि हामी ब्रेक खोज्दा थाकेर लास्टमा यहाँ गल्सीमा आएर एउटा दाइले चाहिँ भन्नुभयो कि म मिलाइदिन्छु एउटा ब्रेक, जसरी हुन्छ म त्यसरी मिलाइदिन्छु भनेर। अनि हाम्रो गाडी चाहिँ त्यहाँ छ, ब्रेक चाहिँ ऊ त्यहाँ खोलेर राख्या होइन। अब के गर्नु, एबिएसै पाइरहेको छैन कि। सबैभन्दा मेन प्रब्लम एबिएस। मैले लगभग कहाँबाट हो भनेपछि धादिङबाट खोज्दा होइन यहाँसम्म आइपुगेँ, अहिलेसम्म पाएकै छैन कि। उहाँ पनि दाइ दुईचोटि गएर आइसक्नु भयो कि, यहाँको जुन ओनर दाइ हुनुहुन्छ उहाँ दुईचोटि गएर आइसक्नु भयो। एकचोटि अर्को कलरको छ भनेर त्यसै आउनुभयो, त्यसपछि अहिले चाहिँ ढिक्कै लिएर जानुभयो। यस्तो मिल्छ कि मिल्दैन भनेर चेक गर्नलाई लिएर जानुभयो। ठिकै छ, अब हेरौँ उहाँले आएर चाहिँ के भन्नुहुन्छ, हुन्छ कि हुँदैन है। छैन, अफ रोडिङ चाहिँ धेरै हुन्छ त्यही भएर। सो गाइज होइन, हाम्रो गाडी चाहिँ ठिक भइसक्यो, ब्रेकहरू सबै ठिक भइसकेको छ। अब चाहिँ हामी ननस्टप जान्छौँ। नास्तै गाह्रो पऱ्यो यार, कहीँ नभेटेर तनाव भइरहेको थियो। बल्ल गरेर पायो कि, अनि ठिकै छ अहिले पाएर खुसी नै लागिरहेछ। जे भए पनि लगाइयो, अब राम्रैसँग गइन्छ। बाटो हल्का चाहिँ डिस्टर्बिङै छ। अब हेर्नुहोस् यहाँ पुरै अगाडि गाडीको गाडी छ। अब ओभरटेक गर्न पनि गाह्रो हुन्छ यस्तोमा, ब्लाइन्डली चाहिँ गर्न मिल्दैन। सो उताबाट त्यो गाडी छ, यताबाट यो गाडी आर्मीको, अनि उताबाट हाइस भएको कारणले ओभरटेक गर्दाखेरि हामीलाई चाहिँ गाह्रो पर्न सक्छ। अनि बिस्तारै त हामी गइ नै हाल्छौँ। अब यहाँबाट 314 किलोमिटर छ। 314 किलोमिटर आज कहाँसम्म पुग्न सकिन्छ त्यो हेरौँ। अब जहाँसम्म पुग्न सकिएला त्यहीँसम्म। आज बास त बस्नुपर्ने अवस्था आयो। बिहानै हिँडेको, हल्का प्रब्लमको कारणले एबिएस नभेटेर हामीलाई चाहिँ गाह्रो भएको थियो। अहिले चाहिँ भेटिसकेको छ। सो गाइज हेर्न सक्नुहुन्छ तपाईँहरूले, यस्तो छ जाम पुरै। अब यस्तो खतरा जाम छ गाइज, के गर्ने हो, जानु त पर्यो गाइज। मोटरसाइकलमा पछाडि बसेर घुम्नलाई जाउँ कान्छी।
गाइज हामी चाहिँ यसरी छेउछेउबाट चाहिँ निस्किरहेछौँ अहिले। अब तपाईँहरूले देख्न सक्नुहुन्छ यति धेरै जाम छ, आगे कोहरा है गाइज। ओ गाइज, ओप्स गाइज गाइज गाइज, के हो यो सब? धन्नले मैले हेलमेटको सिसा लगाएको छु, नत्र भने त आत्थु होइन दाइ। क्यामेरा त मेरो धुलो धुलो धुवा धुवा भइसक्यो। सो गाइज हामीलाई चाहिँ एउटा दाइले चाहिँ देखाइदिनु भयो अगाडिको बाटो। हामी साइडबाट गइरहेछौँ। अब हेरौँ, त्यहाँ सरहरू, ट्राफिक सरहरू हुनुहुन्छ। यहाँ चाहिँ लास्टै धेरै जाम हो कि यार। फेरि गाइज 1-1.5 घन्टादेखि जाम लागिरहेको भन्दै हुनुहुन्थ्यो। हामी चाहिँ यसो अलिअलि गरेर निस्किँदैछौँ। दाइले बाटो देखाइदिनु भयो छेउछेउ जाऊ भनेर। उहाँलाई चाहिँ धेरै नै धेरै 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 धन्यवाद छ। निकाल्न चाहिँ निकाल्यो गाइज। अब यता चाहिँ ठुलो गाडीहरू फेरि आइरह। हामीलाई चाहिँ निस्किन हल्का गाह्रो पर्ने थियो, तर हामी चाहिँ निस्क्यौँ गाइज। यस, मोटर बाइकमा घुम्नलाई जाउँ कान्छी, पछाडि बसेर बुलेट बाइकमा। तर यो चाहिँ हेर्नुहोस् है, हल्का गरेर यसो साइडबाट छिराएर लानुपर्ने अवस्था। अनि हामीले चाहिँ त्यो अवस्थाको पुरा फाइदा उठाउँदै, ओ माई गड दादा यसरी नचलाउनु न यार, डरै लाग्छ यार। ओप्स, मेरो क्यामेराले काम गर्छ गर्दैन थाहा छैन है कि। काम गरिरहेछ मेरोले। ए बवाल भइगयो नि गाइज। अब उहाँहरूले चाहिँ हात दिइराख्नु भएको। त्यही पनि हामी चाहिँ यसो निस्किने प्रयास गर्छौँ होइन। अब हेर्न सक्नुहुन्छ तपाईँहरूले यस्तो जाम छ। अब जाममा एकै ठाउँमा बस्नु त भएन नि गाइज। अब हामी निस्किरहेछौँ जसरी तसरी गरेर, अब जसो तसो गरेर भन्नु पर्यो। यस्तो जामै जाम। अब कति घन्टादेखिको जाम हो यो खोइ कुन्नी थाहा छैन होइन। तर हामी चाहिँ यसो छिरी निस्किरहेछौँ के साइडतिरबाट। यति गरेन भने त 2-3 दिनसम्म जाममा बसालिदिन्छ। अनि गर्नु चाहिँ के? अब हेर्नु यहाँ ठुलो ट्रक आइरह। अब यसलाई साइड दिनै पर्यो। अब दिनको लागि हामी भित्र छिर्नै पर्यो। छिर्नको लागि हामीलाई ठाउँ अलिकति चाहिन्छ। मिल्छ ए उतापट्टि? उता त नजाने। हामी चाहिँ यसो अलिअलि गरेर गएर, ए पोखरा जाने गाडी रहेछ सल्यान। ए स्याङ्जा पोखरा जाने गाडी रहेछ यो। ओहो, मोटर बाइकमा घुम्नलाई जाउँ कान्छी, पछाडि बसेर एनएस बाइकमा। गाइज यस्तो छ, समूह धुआं धुआं। ओ माई गॉड, यो त नदेख्ने बाटो भइसक्यो ह। त्यही पनि म चाहिँ लिएर गइरहेको छु। हामी चाहिँ तपाईँहरू यस्तो बिस्तारै आउनुहुन्छ भने म चाहिँ अलिकति अगाडि गइ नै हाल्छु। यसो टाइम मिलाएर, एकैचोटि त जान मिल्दैन होइन। तर टाइम मिलाएर चाहिँ म चाहिँ जान्छु गाइज।
तपाईहरुलाई चाहिँ धेरै 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 नै धन्यवाद छ। यति धेरै ठाउँ हामीलाई दिएकोमा अगाडि बढ्नको लागि। सो हामी बिस्तारै बिस्तारै बढिरहेछौँ। माथिदेखि जाम छ। गाडी बनेको लगभग 2 मिनेट पछि हामीले जाम भेटेको। अहिलेसम्म नन स्टप जाम छ यार। धन्नोले सानो गाडी छ र यताउता गरेर निकाल्न सकिन्छ। ठुलो गाडी भए त सकिन्न यार। अनि सबैभन्दा मेन कुरो तपाईहरुले च्यानललाई चाहिँ सब्स्क्राइब गर्नुहुन्न रहेछ। गरिदिनु पर्यो के, गरिदिनु पर्यो च्यानललाई सब्स्क्राइब। भाइलाई सपोर्ट नगर्ने हो र तपाईहरु त के भनौँ र यार गाइज। यस्तो यस्तो बबाल छ। हजुर के भयो दादा, के भयो? त्यो त 100% स्योर हो। 100% स्योर हो त्यो त। मेरो यो त त्यसै व्हाइट नै भइसक्यो। ठिकै छ। हेलो गाइज, अहिले हामी चाहिँ तपाईको मुगलिन पुग्न लागेका छौँ। लगभग 25 देखि 30 किलोमिटरको जाम थियो। देन त्यसपछि अहिले बल्ल हल्का फ्री भएर चलाउन पाइरहेछ। पोखरा पुगेर के कस्तो हुन्छ अब खबर गरि नै हाल्नेछौँ। गाइज अहिले दाइले चलाइराख्नु भएको छ बिस्तारै। दाइले चलाइराख्नु भएछ। दाइ धेरै चलाउनुहुन्न, सो उहाँलाई चाहिँ गाह्रो पर्छ। अनि त्यही भएर चाहिँ बोक्दै जाँदै छोडिदिएको।
यार। सो गाइज हामी चाहिँ अहिले भर्खर पोखरा पुग्यौँ। पोखरा पुगेर रुम लिएर अहिले चाहिँ बसिरहेछौँ। अब फ्रेस हुने, त्यसपछि के गर्नु मन लाग्छ हेरौँ, त्यही अनुसारले अपडेट चाहिँ गराइरहन्छु है। हेलो गाइज, अहिले हामी चाहिँ पिङ खेलिरहेछौँ, यो ठुलोवाला। अनि यसमा चाहिँ मजा आइरहेछ। अब डरहरू पनि पकड लिन्छ न, अति मात्रै छ वेटलेसनेस। सो गाइज हामी चाहिँ पोखरा आइसकेका छौँ। यस्तो यो लेक साइड अहिले घुमिरहेछौँ। दाइ त्यहाँ हुनुहुन्छ। के भन्नु छ? म के भन्छु भन्दै थियो भन त, के भन्छु भन्दै थियो भन न। ल भन, के भन्छु भनिरहेको थियो तर भन्नै सकिनँ उसले है। मैले घुमाउँदैन गाइस, कतै पनि लग्दैन। अनि यो चाहिँ के गरिरहेको छु मैले? इन्जो त हिँडेको मात्रै किन? यो पनि त हिँडेको भनेको त घुमेकै हो नि। हो 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 आज भोलि हल्का धेरै। गाइस यहाँ चाहिँ रमाइलो भइरहेछ है। हामी हेर्न सक्नुहुन्छ तपाईँहरू, यस्तो यो पिङ खेलिरहेछौँ। मजा आइरहेछ। जे होस्, कस्तो लागिरहेछ भाइ? मलाई हजुर रमाइलो भइरहेछ। मलाई चाहिँ मजा आइरहेछ। हात दुखिरहेछ, हात त मेरो नि दुखिरहेछ, त्यही पनि मजा चाहिँ आइरहेछ है। यति नै हो आजको लागि। अब हामी भेट्नेछौँ तपाईँहरूसँग अर्को ब्लगमा है त। त्यति बेलासम्मको लागि बाई बाई। तपाईँहरूले च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरिदिनु अनि लाइक गरिदिनु होला। धन्यवाद।